ड्राई पास्ता पास्ता टु टाइप तरिकाले सर्भ गर्न मिल्छ। एउटा के भयो विथ सससँग, एउटा विदाउट सससँग। अनि आज हामीले बनाएको विदाउट सससँग पास्ता। यसको नाम के रहेछ? एउटा अग्लिओली, एउटा पास्ता। त्यसलाई के भन्छ? के पास्ता अरे? प्रन पास्ता। सीफुड पास्ता भन्न पनि मिल्छ यसलाई है। यसमा मैले श्रिम्प मात्र हालेँ, टुना पनि हाल्न पायो, सबै कुरा हाल्न मिल्छ सिफुडमा पाइने आइटमहरू। यहाँ हाम्रो के भयो? भेगन एन्ड चिकन पास्ता है। अनि यो पास्ता हाम्रो यो स्पागेटी जहिले पनि के हुन्छ? जहिले पनि हाम्रो मेनली सब भनेको ड्राई पास्तासँग हुन्छ है। एउटा यो भयो ड्राई पास्ता मेनली सब हुने। अनि अर्को भनेको बोलोग्नीसँग हुन्छ। धेरै जाने भनेको यो हाम्रो स्पागेटी, त्यो जानिनु पऱ्यो। अनि के हुन्छ अर्को भन्दाखेरि पास्ता जहिले पनि अल्लान्ते हुनु पऱ्यो है। ओभरकुक भएपछि के गर्छ? नेपालले त खान्छ तर विदेशीहरूले खाँदैन, त्यो पनि ध्यान दिनु पऱ्यो है। अनि कहिले पनि हामीले के अर्को कुरा के ध्यान दिनुपर्छ भन्दाखेरि, अनि हामीले पास्ताको पानी गरेर हेर कस्तो सस पनि यही